र हामी अब दर्ता कसरी गर्ने भन्ने पाटोमा छौँ। योभन्दा अगाडि चाहिँ हामीले यो सुरक्षित यो कारोबारको भएको हिसाबमा यो कारोबारको रेकर्डहरू यो कति समयसम्म सुरक्षित राख्नुपर्छ भनेर ऐनमा ल्याएको छ। कम्तीमा 5 वर्षसम्म हजुरले त्यो जति पनि ट्रान्जेक्सन कारोबार भएको रिपोर्टहरू छ, जति पनि विवरणहरू छ, त्यो चाहिँ कम्तीमा पनि 5 वर्षसम्म हजुरले केवाईहरूदेखि लिएर अरू कुराहरू चाहिँ राख्नुपर्ने हुन्छ है। यो जानकारी हजुर सर हजुर। सर मैले यो यसको यसको चाहिँ जुन छ नि एएमएल त्यो चाहिँ मैले हजुर दर्ता गरेकै छैन सर। यो दर्ता गर्ने तरिका पनि सिकाइदिनु होला होइन है। होइन हामी त्यही जाँदैछौँ। अघि मैले भने नि हजुरले कतिले दर्ता गरेर टिटिआर रिपोर्टिङमा समस्या भएको छ भने कतिले दर्तै गर्नु भएको छैन। यसमा दुईवटा चरण छ। एउटा दर्ता गर्नुपर्ने पार्टमा छ भने यो मैले यहाँ हजुर क्लियर हजुरले दिएको छु। एउटा दर्ताको पार्टमा छ, एउटा हजुर हजुर लगइन गरेर टिटिआर रिपोर्टिङको पार्ट छ। दुईटा पार्टमा हामी गर्छौँ। सुरुमा दर्ताको पार्टमा हेरौँ। जसले दर्ता गरिसक्नु भएको छ उहाँलाई समस्या भएन, जसले दर्ता गर्नु पनि भएको छैन उहाँहरूले चाहिँ यो हेर्नु होला कसरी गर्ने भन्ने कुरा। पहिला सुरुमा चाहिँ एनआरबीको साइटमा गएर मैले हजुरलाई लिङ्क सजिलो लागि ट्रेस आउट गर्नुको लागि भने यसमा फाइनेन्सियल इन्टेलिजेन्स युनिट भनेको छ। फर्दर केही विवरणहरू हजुरले हेर्नु पर्ने त्यहाँनिर क्लिक गर्नु होला। अदरवाइज गोएमएल नेपाल रजिस्ट्रेसन एन्ड रिपोर्टिङ पोर्टल भनेको छ है, यहाँनिर देख्न सक्नुहुन्छ हजुरले। एनआरबीको साइटमा बटममा गएर जानुभयो भने क्विक लिङ्कमा त्यहाँनिर मैले क्लिक गरेँ र क्लिक गरिसकेपछि चाहिँ अहिले मैले हजुरको यहाँ प्रोडक्सन इन्भाइरोमेन्ट आउँछ। यो अब दुईवटा छ यसमा, एउटा टेस्ट इन्भाइरोमेन्ट छ, एउटा प्रोडक्सन इन्भाइरोमेन्ट छ है। हजुरले कहिलेकाहीँ कस्तो हुन्छ यसमा वान टाइम सबमिट गरिसकेपछि चाहिँ पछि प्रब्लम हुन्छ, त्यसलाई हजुरले त्यसलाई फेरि रिभर्ट गर्न सक्नुहुन्न। त्यो कारणले गर्दा हजुरले टेस्टमा पनि पहिले ट्राई गर्न सक्नुहुन्छ आफूहरूले होइन। त्यो भएपछि मैले अहिले हजुरलाई टेस्टको चाहिँ मैले देखाइरहेको छु। टेस्ट र लाइभको सबै एउटै हुन्छ। र यसमा जानु पूर्व चाहिँ हजुरले के गर्नु पर्यो भन्दाखेरि चाहिँ सर्वप्रथम अहिले हामीले दर्ताको बाटो अघि भर्खरै सरले सोधे अनुसारले चाहिँ हामीले रजिस्टर कसरी गर्ने त गोएमएलमा भनेर मैले यहाँ देखाउन गइरहेको छु। यहाँ बटममा हजुरले देख्नु छ रजिस्टर भनेर यहाँ क्लिक देख्न सक्नुहुन्छ। यहाँ रजिस्टर भनेर देख्न सक्नुहुन्छ। मैले यसमा क्लिक गरेँ र यसमा विभिन्न बडी यहाँ विभिन्न पाटाहरू आउँछ, विभिन्न इन्टिटीहरूको नाम आउँछ। यसमा चाहिँ अब संस्थाले अब इन्डिभिजुअल युजर हो कि होइन कुन युजर भनेर चुज गर्नुपर्ने हुन्छ। हामीले अहिले रिपोर्टिङ इन्टिटी सूचक संस्था अघि मैले हजुरलाई भने चाहिँ सूचक संस्था भनेर सूचक संस्थाको दायित्व के हुनेछ भने चाहिँ नि हो त्यही सूचक संस्थामा हजुरले क्लिक गर्नु होला। र सूचक संस्थामा क्लिक गरिसकेपछि हजुरलाई यो लेभलको इन्टरफेस एउटा ओपन हुन्छ। र यो भनेको हजुरले फर्म दर्ताको लागि गोएमएलमा रिपोर्ट टिटिआर रिपोर्टिङ लगायतको अरू रिपोर्टिङ गर्नु पूर्व चाहिँ हजुरले पहिला दर्ता गर्नुपर्ने हुन्छ। जस्तै मानौँ अहिले प्राधिकरणमा हजुर दर्ता हुने प्रक्रिया गरिराख्नु भएको होला, कतिले कतिले कर्जा सूचना केन्द्रमा जानुभन्दा अगाडि दर्ता गरिराख्नु भएको होला होइन। एउटा दर्ता गर्ने प्रक्रिया एउटा रह्यो र पछि कर्जा सूचना गइसकेपछि रिपोर्टिङ गर्ने पाटो अर्को रहन्छ भनेपछि यसमा पनि त्यस्तै हो। गोएमएलमा पहिला दर्ता गर्नु पर्यो र टिटिआर रिपोर्टिङ त्यसपछिको नेक्स्ट स्टेजमा आउँछ। भनेपछि हामीले पहिलो स्टेपमा छौँ, अहिले पहिलो चरणमा छौँ रिपोर्टिङ कसरी दर्ता कसरी गर्ने भन्ने पार्टमा। र यसरी खुलिसकेपछि हजुरले रिपोर्टिङ इन्टिटीको पार्टमा जानुपर्ने हुन्छ। यहाँ अर्गनाइजेसन बिजनेस टाइप भनेको छ, कस्तो टाइपको हो त। यहाँ कोअपरेटिभ यहाँ विभिन्न देखाएको छ। अब हाम्रो त कोअपरेटिभ नै भयो पक्कै पनि, तर कोअपरेटिभ चुज गरौँ र संस्थाको नाम चुज गर्नु पऱ्यो पहिला हजुरले। संस्थाको नाम पनि खासै समस्या भएन होइन, मैले एउटा राखिदिएँ। र एक्रोनिम भनेको सर्ट फर्म केही छ कि होइन, सर्ट फर्म केही छैन। जस्तै राष्ट्रिय सहकारी ब्याङ्क एनसिबिएल भन्छ नि एक्रोनिम, त्यस्तो टाइपको केही छैन त्यो राख्नु होला। र इमेल संस्थाको इमेल राख्नु पऱ्यो होइन। प्यान नम्बरहरू राख्नु पऱ्यो। स्विफ्ट कोड त हाम्रो पक्कै पनि हुँदैन, त्यो कारणले गर्दा प्यान नम्बर राख्नुपर्ने हुन्छ भने रजिस्ट्रेसन प्रदेश कुनमा भएको हो त्यो राख्नु पऱ्यो र नेपाल भइहाल्यो। यति गरेपछि हजुरले के गर्नु पऱ्यो, यसलाई नेक्स्ट चाहिँ गर्नु पऱ्यो है। त्यति गरेपछि हजुरले के गर्नु पऱ्यो, नेक्स्ट गर्नु। र कम्प्लायन्स अफिसरको जुन पार्ट छ 2 नम्बरमा हामी जान्छौँ। कम्प्लायन्स अफिसर नियुक्ति गर्ने पार्टमा चाहिँ अघि मैले हजुरलाई भने जस्तै के पार्टहरूमा जुन यहाँ एउटा मैले हजुरलाई देखाएको थिएँ लेटर यो कम्प्लायन्स अफिसरको यो फर्मेट एउटा उनीहरूले साइडमै हाल्दैछ। यो फर्मेटमा चाहिँ हजुरले भरेर चाहिँ के गर्नुपर्छ, अपलोड गर्नुपर्ने हुन्छ। त्यो अहिले अपलोड गर्ने स्टेजमा हामी आउँछौँ। कम्प्लायन्स अफिसर कसलाई नियुक्ति गर्नुभएको उहाँको युजर नेम पासपोर्टहरू होइन, यो यहाँ हजुरले यहाँ भन्नुपर्ने हुन्छ। फर्स्ट नेम भयो, लास्ट नेम भयो, यसमा खासै त्यस्तो गाह्रो छैन। इमेल चाहिँ उहाँ कम्प्लायन्स अफिसरको इमेल भयो भने एड्रेसको पार्टमा फोन नम्बर डिटेलको पार्टमा चाहिँ यो भयो। फोन नम्बर राख्दाखेरि यहाँ के गर्नु भन्दा व्यक्तिगत भन्दाखेरि संस्थागत हजुरको नम्बर छ भने संस्थागत नम्बर राख्नु पऱ्यो। व्यक्ति ट्रान्सफर गरेर जान सक्ला छोड्ला होइन, त्यो गर्दाखेरि चाहिँ हजुरले के गर्नु पऱ्यो। अब कम्प्लायन्स अफिसर चेन्ज भए पनि हजुरले के गर्नु पऱ्यो, नम्बर चाहिँ त्यही हुने भयो। अरू डिटेलहरू चाहिँ फेरि यसरी नै गर्नुपर्ने हुन्छ। त्यो नेक्स्ट पार्टमा आउँला। र 3 नम्बरमा गएर के गर्नु पऱ्यो, एट्याचमेन्टहरू चाहिँ हजुरले यहाँनिर अपलोड गर्नुपर्ने हुन्छ। कम्प्लायन्स अफिसर नियुक्ति गरेको पत्र, प्यान नम्बर, रजिस्ट्रेसन नम्बर, जति पनि दर्ता कागजातहरू छ त्यो हालेर चाहिँ हजुरले यहाँनिर के गर्नुपर्छ, अपलोड गर्नुपर्ने हुन्छ। र फाइनली गएर प्रिभ्यू र सबमिट गर्नुभयो भने के हुन्छ, हजुरको दर्ता हुन्छ। त्यति गरिसकेपछि हजुरले एउटा इमेलमा चाहिँ के आउँछ, नोटिफिकेसन आउँछ। यहाँ म हजुरलाई त्यो पनि देखाउँछु। इमेलमा हजुरलाई त्यो सबमिट गरिसक्नु भएपछि यसरी एउटा मेल पनि आउँछ, कन्फर्मेसन भनेर एउटा
गोएमएलबाट चाहिँ हजुरले मेल आउँछ, यो पार्ट चाहिँ आयो भनेर यसरी हजुरले आइसकेपछि उनीहरूले फर्दर पासपोर्ट रिसेटको लागि एउटा मेल गर्छ, त्यसमा क्लिक गर्नुभयो भने चाहिँ हजुरले पासपोर्ट रिसेट गरेर लगइन गर्न सक्नुहुन्छ। यो चाहिँ खासै गाह्रो छैन, यो पार्टमा चाहिँ के कन्फ्युजन भने यसलाई हामीले फेरि पछि पनि विभिन्न पार्टहरूमा हामी छलफल गर्नेछौँ। यसमा 1 देखि 4 वटा चरण मात्र छ, खासै गाह्रो छैन। यो हजुरले 5 मिनटमा लगभग दर्ता गरेर भ्याइसक्नुहुन्छ है। यो पार्टमा चाहिँ दर्ताको विषयमा के कन्फ्युजन छ, यो दर्ताको पार्टमा चाहिँ अघि एकजना सरले सोध्नु भएको थियो के कन्फ्युजन छ। दर्ता भइसकेपछि अब रिपोर्टिङ कसरी गर्ने भन्ने पार्ट नर्मली हजुरले आइडी र पासपोर्ट राख्ने भन्नुभएको छ नि। हजुर सर नमस्ते हजुर, म नयना देवी हजुर सहकारीबाट। हजुर जो हजुरले आइडी र पासपोर्ट राख्ने भन्नुभएको छ नि, त्यो चाहिँ कहाँबाट उपलब्ध गर्ने, आफैले बनाउने हो कि? आफैले हजुरको आफैले उपलब्ध आफैले राख्नु पर्यो त्यहाँनिर सर, आफैले राख्नु पर्यो। आफ्नो इच्छाले राख्न पाइयो होइन आइडी आफ्नै इच्छाले राख्नु भयो, आफ्नै इच्छाले राख्नु भयो होइन संस्थाले। हजुर हस् हस् सर। ल ओके, अब हामी चाहिँ लगइन गरौँ है। अब दर्ता गर्ने पार्ट हामी भइसक्यो, दर्ता कसरी गर्ने भन्ने पार्टमा कोही कन्फ्युजन हुन्छ भने फेरि पछि पनि सोध्नु होला। दर्ता भइसकेको छ, अब लगइन कसरी गर्ने भन्ने पार्टमा म हजुरले देखाउँछु। युजर आइडी पासवर्ड आइसकेको छ मेरो होइन, हजुरको विदिन त्यही टाइममा भइहाल्छ। उनीहरूले भेरिफिकेसन गरेपछि मात्र हजुरले लगानी पासवर्ड हजुरले राखिसक्नु भएको हुन्छ, युजर नेम हजुरले राखिसक्नु भएको हुन्छ, उनीहरूले भेरिफाई गरिसकेपछि हजुरले लगइन गर्न सक्नुहुन्छ है। र यहाँ आइसकेको छ पासवर्ड उसहरू युजर नेम, मैले के गरेँ अब लगइन गरेँ र लगइन गरेपछि मेन ड्यासबोर्ड यही नै हो हामीले टिटिआर रिपोर्टिङ। अब यसमा मैले एउटा महत्त्वपूर्ण कुरा के भन्न चाहन्छु भने हामी सहकारी संस्थामा खासै ठुलो ट्रान्जेक्सनहरू हुन नसक्ला। मानौँ करोडौँको संस्था छ, करोडौँको ब्यालेन्स भएको संस्थामा डेली रूपमा लाखौँको कारोबार हुन्छ भने त्यसमा सम्भवतः धेरै ट्रान्जेक्सन हुनसक्छ टिटिआरको पार्टमा, जुन मैले 10 लाखभन्दा माथिको रिपोर्टिङ चाहिँ टिटिआरमा अनिवार्य रूपमा गर्नुपर्ने भनेको छु। अब यसमा चाहिँ हामीले दुईवटा मेथड हुन्छ। यसमा चाहिँ टिटिआर रिपोर्टिङ गोएमएलमा चाहिँ टिटिआर रिपोर्टिङ गर्ने दुईवटा तरिका हुन्छ। एउटा भनेको मेन्युअल तरिका हुन्छ होइन, आफैले ठ्याक्क मेन्युअल इफोर्ट लगाएर भन्ने पार्ट हुन्छ भने, अर्को भनेको एक्सएमएल फर्मेटमा चाहिँ अपलोड गर्ने एउटा पार्ट हुन्छ। अब ह्युज डेटा मानौँ हजुरको दिनमै 10-15 वटा भन्दा बढी ट्रान्जेक्सन, दिनमै 30-40 वटा भन्दा बढी ट्रान्जेक्सन हुन्छ टिटिआरको भने त हजुरलाई मेन्युअली व्यक्तिगत रूपमा आफैले नै त्यहाँ टाइपिङ हालेर भर्दा त धेरै टाइम लाग्ने हुन्छ होइन, त्यो सम्भव हुँदैन। त्यसको लागि चाहिँ के गर्नु पर्यो भन्दाखेरि हजुरको एक्सएमएल सिग्मा फर्मेटमा अपलोड गर्नुपर्ने हुन्छ। दुईवटा छ, एउटा वेब रिपोर्ट भन्ने हुन्छ, एउटा एक्सएमएल फर्मेट भन्ने हुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ हजुरले, एउटा वेब रिपोर्ट एउटा एक्सएमएल अपलोड गरेको छ। यो दुईवटा फर्मेटमा चाहिँ हजुरले भर्नुपर्ने हुन्छ। र वेब रिपोर्टमा अब भन्दा अगाडि चाहिँ एक्सएमएल फर्मेटमा हजुरको मानौँ मैले भने जसरी हजुरको ट्रान्जेक्सन नै ह्युज छ भने त्यसमा चाहिँ हजुरले थर्ड पार्टी एप राखेर अथवा कतिको चाहिँ सिबिएसमै कोर ब्याङ्किङ सिस्टममा नै हजुरको एक्सएमएलमा डाउनलोड हुने जति पनि टिटिआर रिपोर्टिङ छ त्यो अटोमेटिक रूपमा टिटिआरको थ्रेसहोल्डभित्र चाहिँ त्यो सीमाभित्र पर्न साथ अटोमेटिक रूपमा टिटिआरको पार्टमा फालिदिइहाल्छ र फालेपछि त्यसलाई चाहिँ डम्प गर्दाखेरि चाहिँ एक्सएमएल फर्मेटमा डाउनलोड गर्ने हुन्छ। कतिको चाहिँ त्यो गर्दाखेरि अलिकति कस्टियर, अलिकति उनीहरूले भेन्डरले चार्ज पनि लिन्छ। अर्थात् अरूले कसैले के पनि गर्नुहुन्छ भने थर्ड पार्टी एपमा चाहिँ गरेर पनि गर्नुहुन्छ। भनेपछि यो पार्ट एक्सएमएल पार्ट भनेको अलिकति कोडिङ बेस भएको कारणले गर्दा यसमा चाहिँ अलिकति आइटी प्रोफेसनल अलिकति त्यही अनुसारले हुनुपर्छ। त्यो छैन भने अलिकति सफ्टवेयरहरू त्यही अनुसारले खर्च गर्न सक्नु पर्यो होइन। ससाना संस्थाहरूलाई चाहिँ अलिकति गाह्रो पनि पर्छ भन्ने हिसाबले, अब धेरै ट्रान्जेक्सन हुँदैन, महिनामा 1-2वटा ट्रान्जेक्सन हुन्छ जम्मा भन्यो भने त्यो पार्टमा हामीले एक्सएमएलबाट भन्दा पनि वेब रिपोर्टिङबाट गऱ्यो भने अझ इफेक्टिभ हुन्छ है। यति दुईवटा फरक, एउटा अटोमेटिकमा सिस्टमबाट डम्प गरेर अपलोड गर्ने पार्ट मात्र हो। यसमा क्लिक गरेर एक्सएमएल फर्मेट हजुरले अपलोड गरिदिनु भइहाल्छ। र एक्सएमएल फर्मेट पनि यति अपलोड हुँदैन, यो उनीहरूको नेपाल राष्ट्र ब्याङ्कले गाइडलाइन पनि जारी गरेको छ। एक्सएमएल फर्मेट सिग्मा फर्मेटमा कसरी ढाल्ने, विभिन्न कोडिङहरू हुन्छ, त्यो कोडिङमा कसरी ढाल्ने भनेर उनीहरूले त्यहाँनिर राखिदिएको छ। त्यो फर्मेटमा तलमाथि अब कोडिङको कुरा हजुरलाई थाहा नै छ, थोरै डट मात्र मिस्टेक भए पनि लिँदैन होइन, त्यो अलिकति सेन्सिटिभ छ यो पार्ट चाहिँ। भने अर्को वेब रिपोर्ट छ जुन चाहिँ मेन्युअली गर्छ। आज हामीले वेब रिपोर्ट मेन्युअली 3-4वटा मात्र ट्रान्जेक्सन छ महिनामा भने चाहिँ त्यसलाई कसरी हामीले टिटिआर रिपोर्टिङ गर्ने भन्ने पार्ट चाहिँ हामीले वेब रिपोर्टबाट चाहिँ मेन्युअली गरेर हेरौँ है कसरी गर्छन्। वेब रिपोर्टमा जानु पर्यो। अघि मैले भने जस्तै हामीले टिटिआर, एसटिआर र एसएआर भन्ने तीनटा यो जुन ट्रान्जेक्सन छ यसमा यो तीनटा पार्टमा चाहिँ अहिले हामीले टिटिआर रिपोर्टिङ गर्छौँ। टिटिआर भनेको थर्डमा थ्रेसहोल्ड ट्रान्जेक्सन रिपोर्ट भनिन्छ। यसमा क्लिक गरौँ र क्लिक गरिसकेपछि हजुरले क्रिएट रिपोर्ट भन्नेमा क्लिक गर्नुपर्ने हुन्छ र यो रिपोर्ट ओपन भइसक्यो। यसमा नर्मली हजुरलाई लाग्ने समय भनेको डेट रिपोर्ट भन्नेमा क्लिक गर्छौँ र यो गरिसकेपछि हजुरले के हुन्छ, एउटा इन्टरफेस यो फर्म टाइपको खुल्छ। अब हामीले सबमिसन जति पनि गर्ने हो यहीँनिर गर्ने हो होइन। यसमा चाहिँ अघि फेरि मैले भने हजुरलाई रेड लागेको जुन यो एस्ट्रिक लागेको जुन छ, स्टार लागेको, यो चाहिँ अनिवार्य रूपमा भर्नुपर्ने हुन्छ, अरू चाहिँ हजुरलाई पर्दैन होइन। रेड स्टार लागेको चाहिँ हजुरले भर्नुपर्ने हुन्छ। र रिपोर्टको हेडरमा रिपोर्टिङ इन्टिटीको हेड अफिस कहाँ हो, सुरुमा दर्ता गर्दाखेरि हजुरले त्यो पनि भन्नुभएको हुन्छ। हेड अफिस अहिले मैले फर इक्जाम्पल काठमाडौँ राखेको छु।
हजुरको हेड अफिस कहाँनिर छ अथवा ब्रान्चमै हो भने त्यहीँनिर राख्नु पर्यो। र रिपोर्ट कहिले गर्दै हुन्छ, कुन मितिमा रिपोर्टिङ गर्दै हुनुहुन्छ भन्ने कुरा अहिले आजकै मिति राखेको यसमा समस्या छैन। अरू यो हजुरले स्टार लागु बाहेक अरूलाई इग्नोर गर्दै जानुभयो। अब यसमा चाहिँ कस्तो छ यो प्रिफर टाइपको हो, यसमा हजुरले आवश्यकता परेन हजुरले भर्न पनि सक्नुहुन्छ। फेरि यो सकभर सबै भरेको धेरै राम्रो हो होइन, नभए पनि एटलिस्ट उसले मागेको विवरण यो रेड लागु विवरण चाहिँ एटलिस्ट भर्नै पर्यो। यो विवरण भरेन भने फेरि हजुरको यो सबमिट रिपोर्ट ब्लिङ्क हुनुपर्छ, यो सबमिट रिपोर्ट ब्लिङ्क हुँदैन है। र यसमा अब शङ्का गर्नुको कारण सरी है यो शङ्का गर्नुको कारण यो जुन भनेको छ यो एसटिआर र टिटिआरको लागि मात्र हो। यसमा हजुरले केही गर्नुपर्ने, हेड अफिस चुज गर्नुभयो हुन्छ। यसमा त्यो गरिसकेपछि हजुरले के गर्नु पर्यो, सेभ गर्नु पर्यो है। यो अटोमेटिक रूपमा तलको ठेगानाहरू भनेको हजुरले अगाडि दर्ता गर्दाखेरि विवरण हालिसक्नु भएको हुन्छ, त्यो कारणले गर्दा यहाँनिर भन्नु परेन, अटोमेटिक रूपमा आइहाल्छ। यसमा केही गर्नु परेन, हजुरले जस्ट हेड अफिसको ठाउँ कहाँ लोकेसन कहाँ हो भन्ने कुरा मात्रै चुज गर्नुभयो भने सकिहाल्यो है। यो गरेपछि हजुरको यहाँनिर रेड बोलेको थियो, अघि यहाँ साइडमा देख्न सक्नुहुन्छ यहाँ रेड बोलेको थियो भने अहिले के छ यो ग्रिन बोलेको छ। यहाँ यो ग्रिन बोलेपछि अगाडि प्रोसिड गर्दा हुन्छ भन्ने कुरा आउँछ। र त्यसपछि एट्याचमेन्टमा परेन, एट्याचमेन्ट यो टिटिआर रिपोर्ट भएको कारणले गर्दा हामीले एट्याचमेन्ट गर्दैनौँ, एआर र एसटिआरको लागि मात्र एट्याचमेन्ट गर्छौँ। एट्याचमेन्ट के गर्छौँ भनेर अघि मैले भनिसकेँ हजुरलाई, 5 वर्षको कारोबारको स्टेटमेन्ट, केओएमहरू, खाता खोल्ने फारमहरू लगायतका कुराहरू चाहिँ हामी के गर्छौँ एसएआर एसटिआरमा चाहिँ अपलोड गर्नुपर्ने हुन्छ भने टिटिआर रिपोर्टमा थ्रेसहोल्ड ट्रान्जेक्सन रिपोर्टमा हामी अपलोड गर्नु पर्दैन। र इन्डिकेटरमा जान्छौँ, इन्डिकेटरमा चाहिँ हामी कुन प्रकारको उसमा सूचक संस्थामा पऱ्यौँ भन्ने कुरा यहाँ दिएको हुन्छ। यिनीहरूको कोडिङ अनुसारले हामी चाहिँ बिएफआई ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन भन्ने यहाँनिर देखिन्छ, यहाँनिर सहकारी संस्थाहरूको समेत यहाँ लेखाएको छ भनेपछि हामीले के गर्नु पर्यो, यो चुज गर्नु पर्यो है। बिएफआईमा चुज गर्नु पर्यो, त्यसपछि के गर्नु पर्यो, सेभ गर्नु पर्यो। यहाँ रिपोर्ट राइट कर्नरमा हजुरले यो राइट कर्नरमा जानुभयो, सेभ रिपोर्ट भन्ने यहाँ देखिरहेको हुन्छ यसमा चाहिँ। र अब हामी मेन पार्टमा जान्छौँ, ट्रान्जेक्सनमा। ट्रान्जेक्सनमा गइसकेपछि हजुरले यो दुईवटा एरो लागु देख्नुहुन्छ, एड बाई पार्टी, एड मल्टी पार्टी भन्ने हुन्छ। अब मल्टी पार्टी हाम्रो सहकारीहरूमा त्यति मल्टी पार्टीहरू इन्भल्भ नहुने भएको कारणले गर्दाखेरि एड बाई पार्टीमा मात्र हामी चुज गर्छौँ। यहाँनिर बिचमा अथवा अर्थात् हजुरले यताबाट गएर क्लिक गर्दा नि हुन्छ, यहाँबाट गर्दा नि हुन्छ, एउटै कुरो है। क्लिक गरेर र मेन ट्रान्जेक्सन इनपुट गर्ने सेक्सन यही हो। अलिकति च्यालेन्जिङ, अलिकति बुझ्नुपर्ने कुरा यही नै छ है। अब यसमा अलिकति हेरौँ। अब यसमा फर्स्ट अफ अल हामीले कहाँबाट स्टार्ट गर्नुपर्छ भन्दाखेरि रेड लाकेबाट स्टार्ट भोल्युम कम भयो सर, भोल्युम कम भयो, सुनिएन यता। सुनिया छ सर, अहिले सुनियो। ट्रान्जेक्सनको टाइपमा चाहिँ हामीले के गर्छौँ भन्दा हामी कुन ट्रान्जेक्सन, नर्मली हामीसँग सहकारीमा भनेको विथड्र र डिपोजिट मात्र, अरू हाम्रो एक्सचेन्ज करेन्सी साइज यताउति यो इलेक्ट्रोनिक ट्रान्सफरको हाम्रो मतलब भएन। यो टिटिआरमा क्यास डिपोजिटको मात्र कुरा भएको कारणले गर्दाखेरि चाहिँ डिपोजिट र विथड्रलाई मात्र हामीले यहाँ मेजर कन्सर्न गर्छौँ। फर इक्जाम्पल अहिले डिपोजिटको कुरा गरौँ, हामीले डिपोजिट गर्दाखेरि कसरी गर्ने भन्ने पार्टमा चाहिँ डिपोजिटमा सिलेक्ट गरिसकेपछि हजुरले नम्बर इज रिक्वायर्ड भन्छ, ट्रान्जेक्सन नम्बर भन्न खोजेको। ट्रान्जेक्सन नम्बर हजुरले जेनेरेट गर्नको लागि चाहिँ के गर्न सक्नुहुन्छ, हजुरले यहाँनिर जेनेरेट ट्रान्जेक्सन नम्बर भनेर यहाँनिर एउटा सेटिङ टाइपको एउटा हजुरले आइकन देख्न सक्नुहुन्छ। त्यसमा क्लिक गर्नुभयो भने यसमा ट्रान्जेक्सन नम्बर अटो जेनेरेट हुन्छ। मैले यसमा क्लिक गरेँ र ट्रान्जेक्सन नम्बर यो इन्ट्रीको लागि ट्रान्जेक्सनको लागि नम्बर अटो जेनेरेट भइसकेको छ। यो टोकन नम्बर भने जस्तै भइसक्यो। त्यो कारणले गर्दा अर्को चाहिँ के गर्नु पर्यो, ट्रान्जेक्सन मोड इज रिक्वायर्ड। ट्रान्जेक्सन मोड कहाँनिर भएको हो त त्यो ट्रान्जेक्सन, अब यहाँ मल्टी एउटै डिफ्रेन्ट ब्रान्चमा भयो भने अब त्यो राख्नु पर्यो। नर्मल यहाँनिर सहकारीको हकमा चाहिँ इन ब्रान्च नै भनेर सिलेक्ट गर्नुपर्ने हुन्छ। हेड अफिसमा भएको अथवा हेड अफिसको केन्द्रीय शाखामा भएको भने इन ब्रान्चमा चुज गर्नु पर्यो। र त्यसपछि हामी अर्को चुज गर्छौँ लोकल अमाउन्ट रिक्वायर्ड। कति अमाउन्ट हो त थ्रेसहोल्डमा परेको, कति अमाउन्ट हो, फर इक्जाम्पल मान्नु उसको 15 लाख हो भने 15 लाख हामी टाइप गर्नु पर्यो। र डेट चाहिँ कहिले हो त, कहिलेको डेटमा हो त्यो ट्रान्जेक्सन इन्ट्री भएको भन्ने कुरा चाहिँ सिलेक्ट गर्नु पर्यो। अहिले मैले यहाँ ऱ्यान्डमली एउटा डेट युज गरेँ। र पोस्टिङ डेट, टेलरको नाम, अथराइज कसले गरे हो भन्ने पार्टलाई चाहिँ म्यान्डेटरी छैन, अनिवार्य रूपमा भन्नु परेन, तर भर्दा प्रिफर्ड भनेको छ। उनीहरूको अपरेसन गाइडलाइनमा हेर्नु भयो भने पनि अनिवार्य रूपमा परेन, तर भर्दा राम्रो भनेको छ। त्यो कारणले गर्दा अब मेनुअली गर्दा यसै त टाइम लाग्छ, त्यही भएर यसलाई इग्नोरै गर्दा ठिक है। अब चाहनु भयो भने अझ भर्दा झन् राम्रो। अब लोकेसन कहाँनिर भएको हो त, हजुरको त्यो ब्रान्चको लोकेसन राख्नु पर्यो। फर इक्जाम्पल मैले काठमाडौँमै राखेँ। र फेरि यो हजुरले एउटा इन्ट्री हाल्नु छ, त्यहाँनिर अटोमेटिक रूपमा माथि हेर्नु भने यो ब्लू कलरको निलो कलरको सेभ रिपोर्ट भनेर आइरहेको हुन्छ बेला बेलामा। यो भरिसकेपछि कम्प्लिट भइसक्यो, सेभ रिपोर्ट आउँछ। यसलाई हजुरले नै साइड बाई साइड यसलाई के गर्नु, लगातार त्यही सेम समयमा सेभ गर्दै गर्दै जानुपर्ने हुन्छ। अहिले फेरि हरायो होइन, अहिले फेरि हामीले इनपुट गरेपछि फेरि ब्लू कलर बोलिरहेको छ, त्यसलाई पनि सेभ गर्दै जानु। र अब मेन पार्टमा आउँ हामी, फ्रम पार्टी र टु पार्टी। अघि मैले जुन हजुरलाई यहाँ देखाएको थिएँ
फ्रम पार्टी र टु पार्टीको पार्टमा चाहिँ कसरी गर्ने भन्ने पार्टमा चाहिँ मैले फेरि यता पल्टाउन चाहेँ। ओके, ओके ल फ्रम पार्टी र टु पार्टी जुन हामीले यहाँ देखेका छौँ अहिले, यो पार्टमा राख्ने फ्रम पार्टी र टु पार्टी कसलाई राख्ने त भन्ने कुरामा चाहिँ एउटा कसलाई राख्ने भन्ने कुरा चाहिँ ट्रान्जेक्सनको सिनारियो कस्तो प्रकारको ट्रान्जेक्सन हो भन्ने कुराले चाहिँ डिटरमाइन गर्छ यसलाई चाहिँ। अब फर इक्जाम्पल मानौँ सहकारीको सदस्य आफैले चाहिँ क्यास डिपोजिट गर्न आउनु भएको छ है भनिन्छ भने त्यसमा फ्रम सिलेक्सन जुन अघि मैले भनेको थिएँ हजुरले, यसमा फ्रम सिलेक्सन चाहिँ के गर्नु पर्यो हजुरले, पर्सन माई क्लाइन्ट गर्नु पर्यो, पर्सन माई क्लाइन्ट गर्नु पर्यो। सदस्यकै सहकारी सदस्यको हजुरकै सदस्य हुनुहुन्छ, उहाँले नै डिपोजिट गर्न आउनु भएको छ भने पर्सन माई क्लाइन्ट चुज गर्नु पर्यो। अदरवाइज हजुरले के गर्नु पर्यो, पर्सन चुज गर्नु पर्यो है। अथवा त्यो सदस्यको घर एका घरको व्यक्ति आउन सक्नुहुन्छ अथवा कुनै पार्टी आएर डिपोजिट गर्न सक्नुहुन्छ, त्यो केसमा हो भने के गर्नु पर्यो, पर्सन भनी चुज गर्नु पर्यो। र टुमा के गर्नु पर्यो भन्दाखेरि फ्रममा चाहिँ पर्सन माई क्लाइन्ट भयो, व्यक्ति आफै आएको बेला सदस्य आफै आएको बेलामा, टुमा चाहिँ अकाउन्ट माई क्लाइन्ट, त्यो व्यक्तिको चाहिँ अकाउन्ट माई क्लाइन्टमा डिपोजिट गर्न चाहे भएको खण्डमा चाहिँ फ्रममा चाहिँ पर्सन आफै व्यक्ति नै भयो डिपोजिट गर्ने व्यक्ति, र त्यो व्यक्तिको अकाउन्ट भएको कारणले गर्दाखेरि चाहिँ अकाउन्ट माई क्लाइन्टमा चाहिँ टु गर्नुपर्छ। यो हामीले प्र्याक्टिकली अहिले गर्छौँ, हजुर यसमा कन्फ्युजन नहुनु होला, अलिकति कन्फ्युजन हुन्छ। र तल कोअपरेटिभको मेम्बर अथवा अकाउन्ट होल्डर भएमा माई क्लाइन्ट प्रयोग गर्ने भनेर हजुरले नोट पनि दिएका छौँ, पार्ट चाहिँ चुज गर्नु पर्यो। डिपोजिट गर्न आउँदाखेरि व्यक्तिले आउँछ भने चाहिँ अकाउन्टमा चुज हुनै परेन, अहिले सिलेक्ट गर्नु पर्ने भने चाहिँ के भयो, व्यक्तिले चुज गर्ने, यहाँनिर एडमा क्लिक गर्नु व्यक्तिमा। र फ्रम माई क्लाइन्टको पर्सनको यहाँ डिटेल हाल्नु पर्यो। क्लाइन्टले डिपोजिट गर्न आएको भने के गर्नु पर्यो, क्यास लिएर आएको हुन्छ होइन, यसलाई डिपोजिट त होइन नि त, उसको मोड चाहिँ के हुनु पर्यो, क्यास हुनु पर्यो। यहाँ मैले हजुरलाई स्लाइडमा पनि देखाएको थिएँ, यो यसमा अलिकति कन्फ्युजन यहीँनिर हुन्छ। डिपोजिट क्यास डिपोजिट गर्न आएको भने के हुनु पर्यो, फ्रम फन्ड टाइपमा चाहिँ क्यास हुनु पर्यो है। यो चाहिँ हजुरले यति कुरा थाहा पाउनु भने यसमा समस्या हुँदैन, यसमै अलिकति कन्फ्युजन भयो। अहिले क्यास मैले चुज गरेँ, सोर्स अफ फन्ड हजुरले राख्नु पर्यो, यसमा हजुरको एस्ट्रिक नलाए पनि सोर्स अफ फन्ड चाहिँ राख्नै पर्ने हुन्छ है। फेरि यसमा चाहिँ राख्नुमा सोर्स अफ फन्डमा चाहिँ बाइक बेचेको पैसा भने यसमा चाहिँ। र यति गरिसकेपछि हजुरले के गर्नु पर्यो, अब जेन्डर टाइप चुज गर्नु पर्यो, जेन्डर के हो, मेल हो कि फिमेल, यो समस्या भएन। फर्स्ट नेम लास्ट नेम यसमा समस्या भएन। डेट अफ बर्थ चाहियो हजुरको, डेट अफ बर्थ एउटा सिलेक्ट गर्नु पर्यो, ऱ्यान्डमली मैले एउटा हजुरको डेटा चुज गर्ने। अब फादरको नाम भनेको छ भण्डारी, र उसको सिटिजनसिप नम्बर राख्नु पर्यो। नेसनालिटी कहाँनिर हो, नेपाली नै भइहाल्छ पक्कै पनि है, हेर्दै जानु भएको छ नि सबैजनाले। रेसिडेन्ट पनि नेपाली नै भयो, नेपाल भयो भने अब यसमा चाहिँ अकुपेसन के हो त उसको भनेर अलि टिचर राखिदिएँ मैले। त्यसै प्यान नम्बरहरू यिनीहरू राख्दा राम्रो, नभए पनि यसमा समस्या भएन है। यति गरेपछि हजुरले के गर्नु, सेभ गरिदिनु होला। र त्यसपछि एड्रेसको पार्ट आउँछ, एड्रेसको पार्टमा हामीले हाल्नुपर्ने भयो उहाँ व्यक्तिको ठेगाना कहाँनिर हो, भरतपुर, चितवन जिल्ला भन्ने चुज गऱ्यौँ र त्यसपछि भयो। यति गरेपछि हजुरले सेभ गरिदिनु होला। सेभ गरिसकेपछि धेरै नै छिटो भयो, धेरैजनाले बुझ्नु भएको छैन जस्तो लाग्यो, अलिकति फेरि स्लो गरिदिनुहोस् न ट्रान्जेक्सनबाट। ओके सर यो एकचोटि यो सबै गरिसकेपछि एकचोटि फेरि सुरुबाट रिकल एकचोटि गरिदिनु है सर। हुन्छ 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 होइन स्योर। यहाँ किन भन्दाखेरि यो कहिले नेटको प्रब्लमले गर्दाखेरि कतिमा फास्ट नै गयो होला, कतिमा स्लो पनि भयो होला, म यसलाई रिपिट गरौँला होइन, के भएन। फ्रम पार्टीकोमा हामीले अहिले काम गरिरहेको छौँ। फ्रम पार्टीमा हामीले फन्ड चुज क्यास चुज गरेका छौँ। सोर्स सर नमस्कार। हजुर नमस्कार हजुर। यो सर हामीले हजुरले सिकाउँदै गर्दा मैले पनि खोलेर हेरेको रिपोर्ट इन्ट्री सूचक संस्थामा, त्यो लास्ट टाइम हामीले सेभ गर्नु पर्दैन र सर, त्यसलाई भेटाएन त मैले त। होइन सेभ गर्नुपर्छ म्याम, यो मैले यहाँ गरिरहेको छु, हजुरले पनि गरिराख्नु भएको होला होइन। सेभ रिपोर्ट गर्दै गर्दै गइराख्नु पर्ने हुन्छ कि। अहिले यसलाई फेरि रिपोर्ट गर्छु, त्यतिखेर हजुरले हेर्नु होला। भन्ने अप्सन भेटिएन त सर, कतातिर हुनु रहेछ? माथिपट्टि यो रातो कलरको यो दाहिने साइडमा हजुर सब्मिट रिपोर्ट भन्ने देख्नु भएको छ, त्यसको साइडमा यो सेभ रिपोर्ट भनेर आइरहेको हुन्छ झिमिक गरिराखेको हुन्छ रिपोर्ट गर्ने बेलामा म्याडम नआत्तिनुले सिक्नुहुन्छ। अहिले फेरि हामीले गर्छौँ, यहाँ ब्लू कलरको हजुरको बलिरहेको हुन्छ कि, हजुर निलो कलरको माथिपट्टि राइट कर्नरमा देख्नु भने त्यहाँनिर देखिरहेको हुन्छ।
हजुर संस्थाको नाम माथि माथिपट्टि कर्नरमा के देखिरहेको हुन्छ है। यसलाई फेरि हामी गर्छौँ, अहिले हामी फेरि एउटा कन्टिन्यू गरौँ है, फेरि ग्याप हुन्छ फेरि। एक्सक्युज मी। हजुर हेलो, हजुर हजुर हामीले यो म्यानुअल पाउँछौँ सर? पाउँछौँ इमेनुअल पाउँछौँ। हामीलाई केमा पठाइदिनुहुन्छ? मेलमा? म्याडमले रेकर्ड पनि गरिरहनु भएको छ होला हाम्रो माथिबाट है, उहाँले यो भिडियो पनि पठाइदिन्छ हजुरलाई। अहिले चाहिँ हामी के गरौँ, यहाँ स्मुथली जाउँ, फेरि म हजुरलाई त्यसो भए त प्रब्लम भएन। त्यसपछि हजुरको यो फ्रम पार्टी हाम्रो भयो। फ्रम पार्टीमा अब अर्को एउटा इम्पोर्टेन्ट पार्ट मैले अघि हजुरलाई स्लाइडमा भनेको थिएँ, हामीसँग 3टा पार्टहरू जोइन हुन्छ। फ्रम पार्टी यहाँनिर हुन्छ, कन्डक्टर हुन्छ र टु पार्टी हुन्छ। कन्डक्टर भनेको चाहिँ त्यो इन्सिडेन्ट, त्यो कारोबार गर्ने व्यक्ति को हो त भन्ने पार्टलाई चाहिँ कन्डक्टर भन्छ है। त्यो कन्डक्ट कसले गरे हो त, त्यो कन्डक्ट गर्ने व्यक्ति को हो भन्ने कुरा यहाँनिर हजुरले देख्न सक्नुहुन्छ, कन्डक्टर भनेर लेखा हुन्छ फर्ममा पनि है। यसमा चाहिँ के गर्नु पर्यो, पहिला त्यो पार्ट भर्नुहोस्। त्यो पार्ट भरिसकेपछि के गर्नु, कन्डक्टरमा चुज गर्नु होला। र कन्डक्टरमा चुज गरिसकेपछि त्यो व्यक्ति नै आफै कन्डक्टर भएको नाताले गर्दा यहाँ लिङ्कमा देखाइरहेको हुन्छ कतिको चाहिँ होइन, लिङ्क अलरेडी भइसकेको हुन्छ। यसमा यो रिसाइकल जस्तो हजुरले आइकन देख्न सक्नुहुन्छ, मैले यहाँ देखाइरहेको छु, निलो कलरको बोलिरहेको छ रिसाइकल, यो डिलिटको साइडमा भएको। यसमा क्लिक गर्नुभयो भने त्यो व्यक्तिको नाम अटो आउँछ, हजुरले टाइप गरिराख्नु पर्दैन है। धेरै चाहिँ टाइप गरेर दुःख मात्र गर्नुहुन्छ होइन, यहाँ देखाइरहेको हुन्छ होइन। यसमा क्लिक गरेपछि अटोमेटिक रूपमा के भयो, हजुरको त्यो फिलअप भइहाल्छ कन्डक्टरको पार्टमा। अनि फेरि यहाँ सेभ रिपोर्ट भन्ने ब्लिङ्क भएको छ, अघि म्याडमले सोध्नु भएको थियो होइन, यहाँ सेभ रिपोर्ट भन्ने अटोमेटिक रूपमा ब्लिङ्क भइहाल्छ। कुनै सेभ गर्न छुट छ भने उसले ठ्याक्क ब्लिङ्क गरेर देखाइदिन्छ। त्यसलाई सेभ गरौँ, अहिले फेरि हटाएँ होइन। फेरि के गर्छु, कन्डक्टर पार्ट पनि भयो हाम्रो, फ्रम पार्टी पनि भयो, कन्डक्टर पार्ट पनि भयो। यो जुन मैले यहाँ पिडिएफमा फ्रम पार्टी पनि भयो, कन्डक्टरको पार्ट पनि भयो। अब हामीसँग के पार्ट रह्यो, टु पार्टी भन्ने मात्र पार्ट बाँकी रह्यो हामीले। यति भरेपछि हाम्रो सकियो पार्ट चाहिँ। अब हेरौँ है कसरी गर्ने। अब हामी टु भन्ने पार्टमा चाहिँ हेरौँ, यहाँ तलपट्टि जानु भने स्क्रोल गर्दै जान देखिन्छ हजुरले। ओके, अब टुमा मैले के भनेको थिएँ, अहिले हामीले क्यास डिपोजिट गर्न खोजे हो त्यो मेम्बरले होइन, क्यास डिपोजिट गर्न खोजे हो भने चाहिँ के गर्नु पर्यो भन्दाखेरि, फ्रम पार्टीमा हामीले पर्सन माई क्लाइन्ट चुज गरेको थियो, त्यो व्यक्ति नै आफै आएको पक्कै पनि अकाउन्टमा हाल्छ, त्यो व्यक्तिको आफ्नै अकाउन्टमा हाल्छ भन्ने एजम्सनमा के गर्नु पर्यो, अकाउन्ट माई क्लाइन्ट चुज गर्नु पर्यो होइन। त्यो व्यक्तिले फेरि अर्को व्यक्तिको अकाउन्टमा हाल्न लाग्यो भने चाहिँ त्यो फेरि अकाउन्टमा चुज गर्नु पर्यो। त्यो व्यक्तिले आफ्नै अकाउन्टमा हाल्न खोजे हो भने चाहिँ अकाउन्ट माई क्लाइन्टमा चुज गर्नु पर्यो है। यसमा चुज गरिसकेपछि के हुनु पर्यो, फेरि फन्ट टाइपमा अघि मैले हजुरलाई प्रेजेन्टेसनमा यहाँ स्लाइडमा देखाएको थिएँ, यहाँनिर यसमा कन्फ्युजन नहुने, यति 2टा कुरा मात्रै जाने हुन्छ क्या। अब हामी के गर्नु पर्यो, क्यास डिपोजिटमा टु फन्ट टाइपमा के गर्नु, डिपोजिट। अघि हामी क्यास गरेको थियौँ भने अब के गर्नु पर्यो, डिपोजिट चाहिँ गर्नु पर्यो है। यहाँनिर फन्ट टाइपमा चाहिँ के गर्नु पर्यो, डिपोजिट भन्ने हजुरले चुज गर्नु पर्यो। र प्रपोज अफ ट्रान्जेक्सन के हो, सेभिङ भनेर राख्नु, सेभिङको लागि यो भन्ने कुरा हो है। नेक्स्ट गरौँ। अब यसमा चाहिँ हजुर कहिलेकाहीँ लिङ्क भएको यहाँनिर छ भने यहाँनिर आउँछ, यसमा एममा चुज गर्दा हुन्छ, त्यो व्यक्ति रिपिटेडली आएको छ भने, छैन भने यहाँ टाइप गर्नुपर्ने छ। अकाउन्ट नम्बर चाहिँ हाल्नु पर्यो, त्यो अकाउन्ट नम्बर चाहिँ खातावालाको नाम चाहिँ नम्बर कति हो भन्ने कुरा हाल्नु पर्यो। खातामा जे नाम छ त्यही राख्नु पर्यो सिस्टममा भन्दाखेरि भेटायो। इन्स्टिट्युसन नेम चाहिँ हजुरको संस्थाको जुन दर्ता गर्दाखेरि नाम राख्नु भएको थियो त्यही नाम नै राख्नु पर्यो है, अरू राखेर हुँदैन, त्यही संस्थाको नाम नै राख्नु पर्यो। ब्रान्च कुन लोकेसन हो भन्ने कुरा त्यही राख्नु पर्यो। स्विफ्ट कोड भनेको हाम्रो सहकारी संस्थाहरूमा चाहिँ स्विफ्ट कोड नहुने भएको है, यसमा एनए भन्ने नट अभाइलेबल भन्नेमा एनए राखिदिनु होला। ट्याब गरौँ फेरि होइन, ट्याब गरिसकेपछि स्टाटस कोड इज रिक्वायर हुन्छ, त्यो अकाउन्टको स्टाटस के छ भन्ने कुरा रह्यो। यहाँ एउटा माथि छुटेछ, अकाउन्ट टाइप चाहिँ हामीले यहाँ छुट्याएछौँ। अकाउन्ट टाइपमा चाहिँ कुन प्रकारको अकाउन्ट हो, नर्मली सेभिङ अकाउन्टै हुन्छ भने चाहिँ यहाँ सेभिङमै चुज गर्नु पऱ्यो है। र त्यो अकाउन्टको स्टाटस के छ भन्ने कुरा चाहिँ एक्टिभ हो कि डोरमेट हो कि फ्रिज के छ भन्ने कुरा यहाँ आउँछ, त्यसमा एक्टिभमा चुज गर्नु। भोइस त म्युट भयो त, के पनि आएन। सुनिराख्नु भएको छ हजुरले, भोइस म्युट भयो भन्नुभएको छ। भोइस म्युट भयो। क्लियर छ सर, आइरहेको छ। हजुरको इन्टरनेटको प्रब्लम होला म्याम है, त्यो चेक गर्नु प्लिज है। त्यसपछि हामी गएको ओके, अकाउन्टको स्टाटसमा एक्टिभ राख्नु पर्यो। त्यसपछि हामीले करेन्सी कोड राख्छौँ, पक्कै पनि नेपाली रुपिज नै हुन्छ। ट्याब गर्छौँ, फेरि ट्याब गर्दै जाउँ। ओपन डेट भनेको छ, अकाउन्ट कहिले खोल्या हो भन्ने डेट यहाँ राख्नु पर्यो। क्लियर भन्छ खोइ। त्यसपछि ब्यालेन्स इज रिक्वायर भनेको छ, हजुरले 15 लाख डिपोजिट। हजुर म्याडम आवाजै आएन। हजुरको त्यहाँ प्रब्लम होला, त्यो हजुरको इन्टरनेटको प्रब्लम छ कि एकचोटि फेरि गरौँ न, ट्राई गर्नु। अरू कसैको पनि त्यस्तै सेम प्रब्लम छ भने भन्नु होला है, फेरि रोक्नु होला। डिभाइसको प्रब्लम होला म्याम है, एकचोटि चेक गर्नु, लगआउट गरेर फेरि एकचोटि लगइन गर्नु नत्र फेरि
ब्यालेन्स इज रिक्वायर्ड भने चाहिँ हामीले 15 लाख रुपियाँको ट्रान्जेक्सन अहिले गर्दै गयौँ। फर इक्जाम्पल उसको खातामा कुनै अलरेडी रकम छ भने त्यसलाई जोडेर प्लस 15 लाख कति हुन्छ गर्दा फर इक्जाम्पल 20 लाख हुन्छ भने 20 लाख यहाँ राख्नु पर्यो। त्यो ब्यालेन्स चाहिँ कुन डेटको हो भन्ने कुरा चाहिँ यहाँ डेट पनि खुलाइदिनु पर्यो होइन। र त्यति गरेपछि हजुर के गर्नु सेभ भन्ने यहाँ अटोमेटिक रूपमा ब्लिङ्क भइसकेको छ, यसमा क्लिक गर्छौँ। र यो क्लिक गरिसकेपछि फेरि अब के गर्नु रिलेटेड पर्सन अटोमेटिक रूपमा भर्नुपर्ने ट्याब चाहिँ यहाँ खोलिरहेको हुन्छ क्या। कतिपय पार्टहरू यहाँनिर धेरै पार्टहरू छ, यो सबै पार्ट चाहिँ भर्नु पर्ने हो भन्ने कुरामा चाहिँ पर्दैन है। यो पार्टहरू सबै भर्नु पर्दैन, हजुरले सबै भर्न लाउनु फेरि महाभारत हुन्छ। यसमा चाहिँ यसले अटोमेटिक रूपमा चाहिँ भर्नुपर्ने पार्टहरू अटोमेटिक रूपमा खुलाइरहेको हुन्छ है। हामी कहाँ थियौँ भन्दाखेरि अब यो एड्रेसको पार्टमा रिलेटेड पर्सन। ओके, रिलेटेड पर्सन चाहिँ को हो त भन्ने पार्टमा चाहिँ यहाँनिर चुज गर्नु पऱ्यो। क्लाइन्ट अकाउन्ट भने क्लाइन्ट अकाउन्ट गर्नु इज प्राइमरी हो भन्नेमा यहाँ चुज गर्नु पऱ्यो। हो भने चाहिँ प्राइमरी क्लाइन्ट हो भने यहाँ लिङ्क गरेको आउँछ यहाँ तपाईँहरूलाई। त्यो व्यक्ति आफै स्वयं नै हो भने चाहिँ यहाँनिर के गर्नु पऱ्यो, यसमा चुज गरेपछि के गर्नु पऱ्यो हजुरले सिलेक्ट गरिदिनु भयो भने अटोमेटिक रूपमा सबै कुराहरू के भयो फिलअप फेरि गर्नु परेन है, एड्रेसहरू सब पार्टहरू चाहिँ। र यति गरिसकेपछि हजुरको अब देख्न सक्नुहुन्छ हजुरको सबमिट रिपोर्ट भन्ने यो पार्ट चाहिँ ब्लिङ्क भएको छ। धेरैको यो पार्ट ब्लिङ्क हुँदैन, त्यो हालेको पार्टहरू नमिलेको कारणले गर्दाखेरि यो ब्लिङ्क भएको हुँदैन। अनि यो नभएपछि हजुरले नेक्स्ट स्टेपमा जान पाउनु। यति गरेपछि हजुरको टिटिआर रिपोर्टिङ के भयो सबमिट गर्छौँ। सबमिट गरेपछि वान्स द फर्म इज सबमिटेड इट विल बी लक फर एडिटिङ भन्छ, तपाईँहरूले एडिट गर्न पाउनुहुँदैन। त्यो कारणले गर्दाखेरि यो गर्नु पूर्व चाहिँ हजुरले PRD भनेको प्रडक्ट इन्भाइरोमेन्टमा गर्दाखेरि चाहिँ हजुरले रियल टाइम उसमा गर्दाखेरि चाहिँ ख्याल गर्नु होला। एकचोटि सबमिट मिस्टेकली भयो भने त्यो डेटा रिभर्ट गर्न मिल्दैन है। त्यो कारणले गर्दा यसलाई चाहिँ अलिक ख्याल गर्नु होला। मैले अहिले सबमिट गरिदिएँ, एस गरिदिइसकेँ है। ल सक्सेसफुली हाम्रो टिटिआर रिपोर्टिङ 15 लाखको चाहिँ भयो। अब त्यो सबमिट भएको रिपोर्ट चाहिँ कहाँ गएर हेर्ने त भन्ने पार्ट चाहिँ हामी हेरौँ। सबमिटेड रिपोर्ट भनेर यहाँ देखिन्छ, हजुरले देख्न सक्नु भएको छ। न्यू रिपोर्ट साइडमा सबमिट रिपोर्ट भन्ने छ। यहाँ सबमिट रिपोर्टमा क्लिक गर्नुभयो भने हजुरले भ्यालिडेट भनेर आइसक्यो है। सुरुमा भ्यालिडेट, यसको पनि विभिन्न लेयर हुन्छ, विभिन्न स्टेजेसहरू हुन्छ। यसको पनि सुरुको स्टेजमा भ्यालिडेट, त्यसपछि प्रोसेसिङ हुन्छ, त्यसपछि ट्रान्सफर्म हुन्छ। ट्रान्सफर्म भइसकेपछि प्रोसेस हुन्छ है। यिनीहरूको सिस्टममा चाहिँ हामीले भर्खरै आज हालेको रिपोर्ट चाहिँ ट्रान्सफर फ्रम वेब भनेर आइसक्यो है। भ्यालिडेट भएर ट्रान्सफर फ्रम वेब आइसक्यो। यो भइसकेपछि के हुन्छ हजुरको प्रोसेस भनेर देखाउँछ। प्रोसेस भइसकेपछि हजुरको पार्ट सकियो। पहिले यहाँ रिफ्रेस गर्नु होला, रिफ्रेस गर्दाखेरि हजुरको प्रोसेस आउँछ। अहिले यिनीहरूको यो टेक्निकल पार्टमा अलि इरर आएको छ यो टेस्ट इन्भाइरोमेन्टमा, त्यो कारणले गर्दा यो ट्रान्सफर फ्रम वेब नै देखाइरहेछ। नभए हजुरको रिफ्रेस गर्नुभयो भने के हुन्छ यो प्रोसेस भनेर 15-20 सेकेन्डमा देखाइहाल्छ है यो पार्ट चाहिँ। यो भयो हामीले नगद डिपोजिट गर्दाखेरि, व्यक्ति आफैले नगद डिपोजिट गर्दाखेरिको पार्टमा चाहिँ हामीले टिटिआर रिपोर्टिङ कसरी गर्ने भन्ने पार्टहरू भयो है। फेरि अघि सरले भन्नुभएको थियो हामीले एउटा पार्ट फेरि एउटा ट्रान्जेक्सन एउटा गरौँ, अर्को व्यक्तिले गर्दाखेरि चाहिँ के गर्ने त भन्ने पार्टमा चाहिँ हेरौँ। अब एउटा व्यक्तिको खातामा घरको परिवारको मान्छेले गएर डिपोजिट गर्ने केस हेरौँ है। टिटिआरको पार्ट फेरि सबैजनालाई अब एकचोटि हेर्नु होला है, जति पनि हुन्छ। एकचोटि टिटिआर रिपोर्ट सिलेक्ट गऱ्यौँ, क्रिएट रिपोर्टमा गयौँ। फेरि यहाँ अघि मैले भने जस्तो हेड अफिस हजुरको कहाँनिर त्यो राख्नु होला, सेभ रिपोर्ट गर्नु होला। एट्याचमेन्टमा केही परेन, इन्डिकेटरमा हजुरले चुज गर्नु होला। इन्डिकेटर भन्ने पार्ट यहाँनिर छ तेस्रोमा, इन्डिकेटर भन्ने पार्ट। इन्डिकेटरमा चाहिँ हजुर कुन इन्डिकेटरमा पर्नुहुन्छ, हजुर ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनमा पर्ने भएको कारणले यहाँ कोअपरेटिभ भनेर यहाँनिर छ, यसमा क्लिक गर्नु होला BFI-मा र फेरि सेभ गर्नु होला। र सेभ गरेर हामी चौथौँ स्टेजमा जान्छौँ। यो भनेको ट्रान्जेक्सन्स भनेर छ। ट्रान्जेक्सनको के गर्नु पऱ्यो, यहाँनिर एड बाई पार्टी भनेको छ। एरो दुई साइडमा एरो भएको एउटा सिग्नल साइडमा देख्न सक्नुहुन्छ। यहाँ गयो भने त्यसमा क्लिक गर्नु होला र क्लिक गरिसकेपछि हजुरको ट्रान्जेक्सनको विवरण भन्ने ठाउँ आउँछ। यसमा चाहिँ के गर्नु पऱ्यो, ट्रान्जेक्सन टाइप के हो, डिपोजिट हो है। यहाँ मैले ट्रान्जेक्सन टाइप डिपोजिट गरेँ र ट्रान्जेक्सन नम्बर चाहिँ हामीले जेनेरेट गर्नुपर्छ। त्यसको लागि साइडमा हजुरको यो सिस्टम टाइपको एउटा जुन आइकन देख्न सक्नुहुन्छ, सेटिङ टाइपको एउटा आइकन देख्नुहुन्छ, त्यसमा क्लिक गर्नुभयो भने ट्रान्जेक्सन नम्बर जेनेरेट भयो। ट्याप गरौँ, ट्रान्जेक्सन मोड कहाँनिर भयो, इन ब्रान्चमा भने इन ब्रान्चमा लेख्नु पऱ्यो, डिफ्रेन्ट ब्रान्च भने डिफ्रेन्ट ब्रान्च यहाँ चुज गर्नु पऱ्यो ड्रप डाउनमा होइन। र लोकल अमाउन्ट कति हो, अहिले फर इक्जाम्पल 11 लाख चाहिँ हामीले रिपोर्टिङ गर्दैछौँ। डेट अफ ट्रान्जेक्सन कहिले हो त भन्ने कुरा चुज गर्नु पऱ्यो। यो रिपोर्टिङ गर्ने डेट चाहिँ कहिले हो हजुरको त्यो यहाँ हाल्नु पऱ्यो। र त्यसपछि हामीले टेलर यिनीहरू परेन, लोकेसन अफ रिक्वायर भनेको छ, लोकेसन कहाँनिर भएको त्यो राख्नु पऱ्यो, ब्रान्चको लोकेसन राख्नु होला। र डिस्क्रिप्सनमा केही राख्नु भयो भने हुन्छ, नभए पनि केही हुँदैन। क्यास डिपोजिट बाई यो भनेर हजुरले लेख्न सक्नुहुन्छ होइन, त्यसमा समस्या भएन। र सेभ गर्नु होला। र अहिले हामीले गर्न लागिरहेको चाहिँ के छ भन्दाखेरि यो 2 नम्बरको
सिनारियो टेस्ट हामीले गर्दैछौँ है। 2 नम्बरको भनेको चाहिँ मेम्बरको फ्यामिली वा थर्ड पार्टीले क्यास डिपोजिट गरेको केसमा भन्ने पार्ट चाहिँ हामीले हेर्दैछौँ। अघि मेम्बर आफैले गरेको केसमा थियो भने अहिले थर्ड पार्टीले चाहिँ संस्थाको क्लाइन्टको पार्टमा डिपोजिट गर्दाखेरि केसमा चाहिँ हेरिरहेको छौँ। अब हामी के गर्छ फ्रम टाइपमा चाहिँ के गर्नु पर्यो, कसले डिपोजिट गरे हो त? पहिला चाहिँ मेम्बर आफैले गरेको थियो, त्यो कारणले हामीले पर्सन माई क्लाइन्ट गरेको थियो भने अब पर्सन मात्र चुज गर्नु। थर्ड पार्टी अथवा एका घरको व्यक्ति कसले डिपोजिट गर्न आएको भने यहाँ पर्सनमा चुज गर्नु होला। पर्सनमा चुज गरौँ। पर्सनमा चुज गर्दै गर्दाखेरि अघि मैले भनेको थिएँ डिपोजिट गर्न आएको भने के गर्नु पर्यो, क्यास लेख्नु पर्यो। क्यास चाहिँ टाइप के हो, क्यास हो। सोर्स अफ फन्ड के भयो, ल्यान्ड सेल भनेर मैले लेखिदिएँ। र फर्स्ट नेम को डिपोजिटकर्ताको नाम राख्नु पर्यो यसमा चाहिँ। फर्स्ट नेम हरि भुटेल, यति राख्नु होला। यो गरेपछि सेभ गरिदिए हुन्छ है। र यहाँनिर कन्डक्टर भन्ने देखिन्छ। अघि मैले हजुरलाई भनेको थिएँ कन्डक्टर भन्ने देखिन्छ। यो कन्डक्टर भनेको जसले कन्डक्ट गरे, ट्रान्जेक्सन कसले कन्डक्ट गरे हो, को आउनु भएको हो भन्ने व्यक्तिको विवरण राख्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ कन्डक्टरमा चुज गर्नु होला। कन्डक्टरमा चुज यहाँ लिङ्क अलरेडी छ भने त्यसमा क्लिक गर्नुपर्ने हुन्छ। सिलेक्ट गर्नुभयो भने अटोमेटिकमा आइहाल्यो। यति गरिसकेपछि यसलाई सेभ गर्नु होला। र अब कन्डक्टरको त हामीले आइडी कार्डहरू त लिन्छौँ। यसमा अलिकति फरक के छ भन्दाखेरि कन्डक्टर अब खातावाला व्यक्ति आफै होइन भने अब कन्डक्टर व्यक्तिको चाहिँ हामीले 10 लाखभन्दा माथिको चाहिँ के भन्छ आइडी कार्डहरू पनि लिन्छौँ। आइडी कार्डको पार्टमा के गर्नु पर्यो भन्दाखेरि हजुरले आइडेन्टिफिकेसनहरू चाहिँ यहाँनिर खुलाउनु पर्यो। आइडीको टाइप के हो, सिटिजन लिनुभएको हो कि होइन, ड्राइभिङ लाइसेन्स लिनुभएको हो कि के लिनुभएको त्यहाँनिर खुलाउनु पर्यो। एक्सपायरी डेटहरू राख्नु परेन। इस्यु बाई कसले गरे हो, त्यो जारी गर्ने जिल्लाको हो त्यो लेख्नु पर्यो। र यति गरी चाहिँ हजुरले सेभ गर्नु होला। र सेभ गरिसकेपछि हजुरको पार्टमा अब के भयो, हामी अब अर्को पार्टमा जाउँ। फ्रम पार्टी हामीले के गर्यौँ, सकायौँ है। फ्रम पार्टी हामीले सकायौँ। अब हामीले टु पार्टी। फ्रम पार्टीमा पर्सनले डिपोजिट गरेको थियो भने आफ्नो सहकारीको सदस्यको खातामा डिपोजिट गरेको थियो भने अकाउन्ट माई क्लाइन्टमा चाहिँ चुज गर्छौँ। अब अकाउन्ट माई क्लाइन्टमा चुज गरौँ। र फन्ड टाइपमा के गरेको थियौँ हामीले, क्यास टुमा फ्रममा चाहिँ क्यास गरेको थियौँ। अब डिपोजिट हुँदाखेरि के फर्ममा डिपोजिट, कुन फर्ममा डिपोजिट हुन्छ, डिपोजिटको फर्ममा डिपोजिट हुन्छ। त्यो कारण डिपोजिटमा सिलेक्ट गर्नु पर्यो। प्रपोज अफ ट्रान्जेक्सन सेभिङ भनेर राख्नु, ट्याप ट्याप गरौँ। र अकाउन्ट टाइपमा अघि नै भनिहाल्छु सेभिङ अकाउन्ट नै हुन्छ। सेभिङ अकाउन्ट चुज गरौँ। अकाउन्ट नम्बर भइहाल्यो। अकाउन्ट होल्डरको नाम कुन खातावालाको नाम राख्नु पर्यो यसमा। संस्थाको नाम अघि नै मैले भनेको छु हजुरलाई। संस्थाको नाममा चाहिँ के गर्नु पर्यो भन्दाखेरि हजुरको संस्थाको दर्ता गर्दाखेरि जुन संस्थाको नाम राख्नु भएको छ त्यही नै राख्नु होला। ब्रान्च कहाँनिर हो त्यही राख्नु पर्यो, कुन ब्रान्चबाट भयो। र स्विफ्ट कोडमा हाम्रो हुँदैन, त्यो कारणले यहाँनिर राख्नु यसमा चाहिँ। र स्टाटस कोडमा चाहिँ एक्टिभ छ कि डोरम्याट छ कि के छ, फ्री छ, डेबिट रेस्ट्रिक्सन छ कि के छ भन्ने कुराहरू चाहिँ हजुरले यहाँ ड्रप डाउनमा देख्न सक्नुहुन्छ। ड्रप डाउन चुज गर्नुभयो भने एक्टिभ नै भएको स्टाटस चाहिँ चुज गरेँ मैले। करेन्सी कोडमा चाहिँ हाम्रो करेन्सी कुन हो, प्लिज रुपिज त्यही चुज गर्नु पर्यो। अब खाता कहिले खोलिया हो भन्ने कुरा यहाँ चुज गर्नु पर्यो। हजुर डेट राख्नुपर्ने हुन्छ। क्लोजको परेन। ब्यालेन्स रिक्वायर भन्छ, ब्यालेन्स चाहिँ कति छ त भन्ने कुराहरू चाहिँ यहाँ राख्नु। फर इक्जाम्पल त्यो ट्रान्जेक्सन भएको दिनमा चाहिँ हजुरले के गर्नु पर्यो, डेटको ब्यालेन्स राख्नु पर्यो। र ब्यालेन्स डेट कहिलेको हो त्यही डेटको राख्नु पर्यो। यसमा पनि समस्या छैन। यति गरेपछि हजुरले सेभ गरिदिनु भयो हुन्छ। र सेभ गरिसकेपछि लास्टमा रिलेटेड पर्सन भनेर खुल्या हुन्छ। रिलेटेड पर्सनमा हजुरले को हो त, त्यो क्लाइन्ट हो कि अथवा मानव डिपोजिट गर्ने व्यक्ति चाहिँ को हो त भन्ने कुरा, प्राइमरी सिग्नेटरी हो कि यहाँनिर आउँछ हजुरको। अब नर्मली हाम्रो के हुन्छ अकाउन्ट क्लाइन्ट नै हुन्छ होइन। जोइन्ट अकाउन्टहरू त्यो हाम्रो सहकारीमा नहुने भएको कारणले गर्दाखेरि यहाँनिर लिङ्क भएको छ भने हजुरले यहाँनिर हरि भुटेल भन्ने यहाँ जसरी आउँछ होइन, चुज गर्नु होला। नाता के हो त, रिलेटेड पर्सन भन्ने कुरा आउँछ। यसमा चाहिँ जेन्डर फिमेलहरू खुलाउनु पर्यो। डेट अफ बर्थ खुलाउनु पर्यो, नाता सम्बन्धको, फादरको नाम, फेरि यसमा सिटिजनसिप नम्बर भइहाल्यो। नेसनालिटी, रेसिडेन्ट कहाँनिर हो, अकुपेसन के हो,
अकुपेसन भनेको अब हजुरको के छ, उसले के गर्नुहुन्छ भन्ने कुरा नै लेख्नु पर्यो यहाँनिर होइन। सोर्स अफ इन्कममा लेख्नु पर्यो के हो त स्रोत। र यति गरेपछि हजुरले सेभ गर्नु होला फेरि, र सेभ गरिसकेपछि एड्रेस मागे हुन्छ, फेरि व्यक्तिको एड्रेस मागे हुन्छ। अब उसको व्यक्तिगत रूपमा अथवा घरको एड्रेस अथवा बिजनेस कुनै छ भने त्यो एड्रेस चाहिँ यहाँ राख्न सक्नुहुन्छ हजुरले। र डिस्ट्रिक्ट राखिदियो हुन्छ है। र यति गरेपछि हजुरको के भयो भन्दाखेरि सकियो पार्ट चाहिँ। लास्टमा हजुरको यहाँ ब्लिङ्क भइसकेको छ, सबमिट रिपोर्टमा हजुरले क्लिक गर्नुभयो भने रिपोर्ट चाहिँ हजुरको सबमिट भयो। र यो सबमिट गरेको रिपोर्टको स्टाटस के छ भनेर हेर्नको लागि चाहिँ हजुरले के गर्न सक्नुहुन्छ, सबमिटेड रिपोर्टमा गएर वेब रिपोर्टमा फेरि क्लिक गर्नुभयो भने भर्खरै हजुरले सबमिट गर्नुभएको रिपोर्टको के छ त स्टाटस भनेर यहाँनिर हेर्न सक्नुहुन्छ। भ्यालिडेट भनेर देखाएको छ, सेड्युल्ड फर लोडिङ भनेको छ। यो भएपछि हजुरको ट्रान्सफर फर फ्रम वेब भन्ने आउँछ भने लास्टमा गएर हजुरको प्रोसेस भन्ने आउँछ है। र यति नै हो। यसमा हजुरलाई के कन्फ्युजन छ भने सोध्नु होला। हजुरले यो रिपोर्टिङ गरेको चाहिँ यसको के छ त स्ट्याटिस्टिक्स हजुरले यहाँ यसको हेर्न पर्यो भने योभन्दा अगाडि गरेको विवरणहरू टिटिआर रिपोर्टिङको कतिवटा गरियो कतिवटा रिजेक्ट भयो भनेर डिटेल हेर्नको लागि चाहिँ थर्डमा जानुभयो भने यहाँनिर क्लिक गर्न सक्नुहुन्छ। यसमा क्लिक गरेर हजुरले यहाँनिर रिपोर्टको ट्रान्जेक्सन इन्टिटीको टाइपमा यहाँनिर गएर ट्रान्जेक्सन बाई टाइपमा क्लिक गर्नुभयो भने हजुरले यहाँनिर देख्न सक्नुहुन्छ है कतिवटा ट्रान्जेक्सन चाहिँ यहाँनिर भएछ। हजुरको ट्रान्जेक्सन एक्सेप्ट चाहिँ 6वटा भएछ, रिजेक्ट चाहिँ 5वटा भएछ भने यो हजुरले हिस्टोग्राममा यो बार डायग्राममा चाहिँ हजुरले यसरी पनि देख्न सक्नुहुन्छ।